मेरो घरको अवस्था त्यस्तै छ, अब आर्थिक अवस्था कमजोरै छ। अनि घर चलाउने भनेको मैले अब पनि आफै घाइते भएँ। मेरो पायोमा चाहिँ सेवा नम्बर छ, कसैले सहयोग गर्न चाहनुहुन्छ भने अनि मलाई फलो गर्नु, म फलो ब्याक दिन्छु। एकाउन्ट नम्बर म त्यति पठाइदिन्छु। अनि घाउ कस्तो छ भाइको अहिले? घाउ यसो देखाइदेऊ त, हल्का देखाउन मिल्छ भने। अनि घाउ चाहिँ यसो देखाउन मिल्छ भने घाउ देखाइदिनुहोस्। त्यही घाउ यहाँ काटेको, यहाँबाट भित्र छिरेको गोली चाहिँ यहाँसम्म नै काटेको छ। अहिले घाउ चाहिँ सन्चो हुँदै गएको छ, भित्र चाहिँ दुख्छ। अनि यो लेफ्ट साइडको यता पछाडिबाट ल्यायो अनि यो हात पनि लास्टै दुख्छ। यो माथि उठाउनु पनि हुँदैन यहाँबाट राम्रोसँग। ल सबैले चाहिँ अब बुझ्नुभयो के होइन? अब बाबुलाई चाहिँ जे जति सकिन्छ हाम्रो तर्फबाट सबैले चाहिँ थोरै धेरै जति सक्नुहुन्छ सपोर्ट सहयोग गरिदिनु होला। उहाँको ई-सेवा नम्बर पनि छ, ब्याङ्क एकाउन्ट नम्बर पनि पठाउनु होला। जहाँबाट जसरी सकिन्छ सबैले सपोर्ट गरिदिनु होला भाइलाई।